ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ मेरो आज फर्स्ट टाइम युट्युब च्यानलमा मैले भिडियो अपलोड गर्न लागेको छु। अनि यो चाहिँ मेरो छोरी रोनिसा। हेलो गरिदियो। हेलो। आज चाहिँ मामु छोरी चाहिँ हामी चाहिँ भिडियो बनाउने भनेर बसिरहेको है त। आज चाहिँ के गर्ने छ भिडियोमा, मैले अहिलेसम्म यस्तो भिडियोहरू बनाएको छैन कि। अनि यो चाहिँ मेरो सानो किचन है, एउटा सानो रुम। यो चाहिँ हाम्रो बेडरुम हो है, सानो। अनि म चाहिँ अब बच्चाहरूलाई खाजा बनाउँदैछु है। खाजा बनाउनु लागि चाहिँ भर्खर स्कुलबाट आयो नि त बच्चाहरू। अनि हामी चाहिँ खाजा बनाएर खाने। अब चाहिँ म चाहिँ चौचौ बनाउँदैछु। अब यहाँ चाहिँ अब चौचौ उम्लिनु लागेको छ है, खाजा। अनि हामी चाहिँ अब त्यो खाजा खाने। त्यसपछि अब म चाहिँ अनि बेलुकाको खाना बनाउँछु। अब चाहिँ खाजा पाक्यो। अब चाहिँ यो चाहिँ हामी 3 जना आएको लाग्यो। मैले चाहिँ थोरै खान्छु के अरे, बच्चाहरूलाई चाहिँ। मेरो चाहिँ हल्का डाइटिङ छु नि त म चाहिँ। अनि म चाहिँ डाइटिङ गर्छु हल्का हल्का। अनि यो चाहिँ बच्चाहरूले खाजा अलिअलि अब एकछिनमा फेरि खाना खाने बेला हुन्छ नि त, त्यही भएर अब चाहिँ यो खाजा खाएर चाहिँ हामी चाहिँ यो खाजा खाएर चाहिँ अनि म चाहिँ खानासाना बनाउँछु है। टाढो छ नि त। अब यो खाए यहाँको चाल त यस्तो हुन्छ कि फेरि यसकोबाट आएपछि खाजा खान्छौँ नि त हामी। खाजा खाएर मिठो। मलाई धेरै त्यस्तो एकदम भनौँ न प्याजहरू यताउता गरेर हालेको मन पर्दैन कि। नर्मल ठिक्कै पानीमा मात्रै उमाल्ने, मसला पनि धेरै नहाल्ने। हामी चाहिँ खाएर चाहिँ म भएर खाना बनाउँछु। अब चाहिँ मैले नि अब यस्तै भिडियोहरू चाहिँ लिएर आउने उयो गर्छु, कन्टिन्यू गर्छु मैले त्यो भिडियोहरू। अनि तपाईँहरूले पनि मन पराइदिनु होला है, लाइक सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु मेरो च्यानललाई है। सबैजना माया गरिदिनु होला। अब मेरो चाहिँ सुरु हो नि त। अब सबै एकजनाले गर्दा 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 धेरै बन्यो नि त। मेरो नि यो फर्स्टचोटि हो, त्यही भएर माया गरिदिनु होला। हस् त, थ्याङ्क्स फर वाचिङ, बाई बाई।